एउटा आन्दोलन हुन्छ, ठुलो आन्दोलन हुन्छ। त्यो आन्दोलन चाहिँ कस्तो हुन्छ भने 64 को आन्दोलनले भ्याउँदैन। त्यो आन्दोलन 84 भन्दा अगाडि नै हुन्छ। 82 लागेपछि नयाँ युवाहरू आउँछन्। अहिले 81 साल छ, 82 लागेपछि तपाईँको नयाँ युवाले भनेको मुलुक मध्यावधिमा जान्छै क्या हो? यो संविधानै रहँदैन, सिद्धिहाल्यो नि। यो संविधान च्यातेर फालिदिन्छ, युवा आएर संविधान च्यातिदिन्छ। मुलुकको प्रधानमन्त्री बालेन्द्र शाह, बालेन्द्र शाह एक्लैलाई मात्रै त नहेरौँ होइन, तर बालेन्द्र शाहका ग्रहहरू धेरै राम्रा छन्, राजयोग कारक छ। अब भनेको अब के नयाँ पार्टीहरू आउँछन् त चैत्रपछि? अबको परिवर्तनपछि युवा आउँछ, बालेनले नेतृत्व लिन्छन्। बालेनको कुण्डली म कहाँ आएको छ हेर्नु हेरेँ, मैले बालेनजीको कुण्डली हालेँ, बालेन्द्र शाह हो उहाँको नाम। अब उहाँको के हुन्छ? उहाँले के भनेको मुलुकको समग्र नेतृत्व उहाँको हातमा पुग्छ? जस्तो पुराना नेताहरूको अब सकियो होइन, मैले सकियो भने नि तपाईँलाई, सकियो नै। अब पुराना नेताका पछाडि लाग्नेहरूको पनि दिन सकिन्छ, तर त्यही पार्टीभित्रका नयाँ नेताहरू आउँदैन। भनेको यो ठुला भनेको काङ्ग्रेस हो, काङ्ग्रेस पनि अब पतनको दिशामा गयो। एमाले भित्र पनि नयाँ राम्रा मान्छेहरू छन् भने फिल्टर गरेर ल्याउँछ होइन। माओवादीको भविष्य अब तपाईँको तिनीहरूभित्र राम्रा मान्छे छन् भने तिनीहरू फिल्टर भएर आउँछ होइन नि। पार्टी चाहिँ पार्टीको समग्र पैसा नखानेको होला।